हेलो गाइज, गुड मर्निङ, नमस्ते। अहिले हामी चाहिँ अब लगभग मलेसियाको 2 वर्ष पछाडि घुम्न जानु लागेको छौँ साथीहरूसँग यसो। हजुर यतिको सिँगारपटार पनि कति गरेको लाजै मर्दा म त लाजै भइसकिसक्यो यो मान्छेको पारा देख्दाखेरि पनि। घुम्नु जानु भनेको यसो साथीहरूसँग मजाले आज मलेसिया भिजिट गरौँ भनेको। अब यहीँतिर 10-11 भइसकिसक्यो। कतिखेर के हुन्छ। अनि के घुम्नु जानुको लागि आज तपाईँ चाहिँ कति वर्षपछि हेरी घुम्नु जानु लागेको? म चाहिँ अहिले 20 महिना भयो। 20 महिना पछाडि आज जस ड्युटी र रुमबाट आज छोड्दै हुनुहुन्छ। इतिहास रच्दै हुनुहुन्छ तपाईँले, होइन त? तपाईँले केही कुछ गर्नुहुन्छ मलाई थाहा छ। अनि हेलो सर, यता फर्किनु यता। साला भेट्नु जाने मान्छे नि के हो त्यो सर्ट चाहिँ मिलाएर नि त कुच्चेर के आइरन दल्नु छैन एकछिन। गति गरस्ती किन हराउनु हो भने? अनि कस्तो रेल हौ, अब भ्लगमा आउनु परेन मान्छे यहाँ। ल अब यहाँ खै हाम्रो साथीको सालो आएको छ अरे नेपालबाट, अनि भेट्नु जाउँ भनेर जबरजस्ती जाँदिन भन्दा जबरजस्ती साथीको लागि ज्यान लिने मान्छे भनिहाल्यो अस्ति। अनि अब के गर्नु, आफ्नो पत्नी राख्नुको लागि भए पनि अब जानुपर्ने त भयो। घुम्नु जाँदैछु। अनि उहाँको सालो साथी एकदम मोटाएर फेरि अस्ति नेपालबाट आउँदाखेरि त मान्छे किङ्रिङ सिकुटे थियो, ढुङ्ग्रोमा राखेको गुन्द्रुक जस्तो। अहिले त गुमा फ्याँकेको मुला जस्तो भएको छ नि साथीहरू मोटाएर हेर खान पार। मोटाएर साथीहरू मलेसियाको चित्र पुलिस भएको छ। मलेसियाको नासी लामाले एकदम फापेको छ साथीहरूलाई जस्तो भए पनि, होइन? के कसो हौ? अब यस्तै छ। अब अहिले हामी चाहिँ एकदम ट्याक्सी कुरेर बसिरहेको छौँ। अब ट्याक्सी आएपछि ट्याक्सी चढेर आज हामी अहिले 11 बज्यो, 10, 11, 12, 1, 4 घन्टा जति घुमेर आउँछौँ। अनि सुत्छौँ। त्यहाँबाट फेरि बेलुका 6 बजे उठेर ड्युटी जानुपर्ने हुन्छ। अब घुम्ने रमाइलो गर्ने आफ्नो ठाउँमा छँदैछ। अब ड्युटीमा पनि फोकस गर्नुपर्ने हुन्छ, होइन त सर? के कसो हौ? अनि भन्नु न, आज घुम्नु जाँदै हुनुहुन्छ के कस्तो एक्साइटेड मनमा चलेको के छ त? 20 महिना भयो होइन? हजुर 20 महिनापछि कोत्राको यात्रा हुँदैछ, यहाँ साथीभाइहरूले जाउँ भनेर। हजुर म चाहिँ एकदमै एक्साइटेड छु। अब हेरौँ आजको यात्रा कस्तो हुन्छ, भरे अपडेट गर्ने नै छु। अनि के तपाईँ चाहिँ घुम्नु जानु भएको कि केही खानाको लागि हो कि के? अब नेपाली खानाहरू घुम्न प्लस खाना त अब भइहाल्छ, त्यो त सामान्य कुरा हो। नयाँ ठाउँ नयाँ देश घुमौँ भनेर। ल ठिक छ, एकदम राम्रो। अनि के खाने चाहिँ विचार के छ त? अब घुमेपछि खानु पनि पर्यो। अब खाना त अब हेरौँ न, नयाँ नौला अब उही दिमाग खराब, देश पनि हेर्ने मुख पनि फेर्ने भने जस्तो उयो हेरेर फर्केर आउने कुरो मात्रै नि हुँदैन। नयाँ नौला आइटमहरू खाने गर्छ। अनि तपाईँ चाहिँ 2 वर्षमा पहिलोचोटि गइँदैछ कोत्रा, त्यही पनि तपाईँहरू जतिको लोदर मान्छे चाहिँ मैले देखेको थिइनँ क्या। अब मान्छे दिमाग खराब, 2 वर्षमा 50-60 खेप हामी कतिचोटि घुम्नु गइसकिसक्यौँ। यो के भन्छौ अनि? खालि यो पैसा मात्रै भनेर हुँदैन नि त। अनि हुन्छ त कस्तो लाग्छ र हौ? जबरजस्ती भिडियो बनाउने हो आज त। ल फाइनली वास्तवमा तर 2 वर्ष पछाडि आएको 25 महिना पछाडि घुम्नु जाने चाहिँ म पनि हो। अब अर्का ठाउँमा हामी चाहिँ कस्तो भनेदेखि खानु रमाउनु रङरौस गर्नु भनेको अलग कुरो हो। तर किनकि हामी पहिलो प्रथम चाहिँ के हो भन्दाखेरि पैसा कमाउन आएको र हामीले पैसा कमाउनु पर्ने हुन्छ एकदमसँगले। पैसा कमाइसकेर हामी समटाइम यसो घुम्नु डुल्नु भने कहिलेकाहीँ काम पर्दा, अनावश्यक होइन काम पर्दा हामी चाहिँ हिँड्छौँ साथीहरू, होइन? अब विदेशमा परदेशमा घर परिवार छोडेर यसरी जताभावी खर्च गरेर बिना फोकटमा डुलेर हिँडेर त काम छैन। काम आवश्यकतामा मात्रै हिँड्ने मान्छे चाहिँ हामी फेरि यो टिम पर्यो। के कसो साथी हो कि होइन? के फोकट लालमा डुल्नुहुन्छ तपाईँहरू? म त काममा गएको, तपाईँहरू चाहिँ के को लागि हो? तपाईँको चाहिँ के काम छ हौ? अनि पुग्न पुछारमा चाहिँ एकदम अब त्यहाँ गएर एउटा प्लान छ, त्यो प्लान सक्सेस भयो भने म भरे भन्छु। ल ठिक छ अब खै अनि गाडी आइपुगेन त हौ? अनि यो ग्राफ चाहिँ आएन त। छिटो मगाउनु न हौ, छिटो मगाउनु। खै हाम्रो कति रुपियाँको ग्रेप चाहिँ कति रुपियाँको अरे हाम्रो? यसले कति टका भन्ने रहेछ भनेको हो कि भरे अर्कै पैसा लियो भने त ना बनाउँछ त? हेर्नु न मजाले त्यहाँ। त्यही होइन त नि, करेन्ट टोटल भन्ने करेन्ट टोटल कस्तो क्लियर देखिँदैन नि यो।
ल यही हो हाम्रो अब ट्याक्सी नेपालतिरको यो पठाउ ड्राइभर जस्तो ट्याक्सी बोलाएको छ यहाँ। अब ट्याक्सी कता आउँदैछ होला, हामी चाहिँ ट्याक्सी कुरेर बसिरहेको छौँ। यो गर्मी फेरि अब गर्मी मलेसियामा लास्ट गर्मी छ। अब यस्तै छ, के गर्नु, घुम्नु जाउँ भनेको आज। अब घुम्दाखेरि अब के देखिन्छ, कसो कसो के हुन्छ तपाईँहरूलाई म देखाइहाल्छु साथीहरू होइन। एकदम बसेर हेरेर मनोरञ्जन लिनु होला। यदि हाम्रो भ्लग मन पऱ्यो भने सब्सक्राइब पनि गरिदिनु होला। अनि तपाईँ चाहिँ के भएको हौ खास चाहिँ? भुँडी त सानो छ नि त। भुँडी त यस्तै हो, भुँडी त अनि आम्मामा 8-9 महिनाको भइसक्यो जस्तो देख्छु त हौ म त। अनि खानदानी पेट हो नि त, हाम्रो चाहिँ फेरि अब छैन है फेरि पेटै बिनाको मान्छे फेरि मान्छे। हेलो कावान, अब यो ट्याक्सी नै आउनु दिनु खर, यो 3 दिन लाग्ला जस्तो छ। यो कहिले पुगेर आउनु, यो साह्रो घाँडो क्या मलाई, त्यही भएर हिँड्नु चाहिँ झ्याउ लाग्छ क्या मलाई त्यो घाँडो। अब यो मेरो लुक्स पनि टक्क खिच्नु त, अब लुक्स त देखाउनु पऱ्यो नि त मेरो फेरि होइन, यसरी नै खिच्नु। तपाईँको लुक्स त अनि अब सकियो भने लुक्स भनेपछि त लुक्सै हुन्छ क्या। मलेसियामा फेरि अब जुत्ता हाफपेन्ट तपाईँको नेपालबाटै तपाईँको अरूभन्दा पनि ट्याटो चाहिँ हो क्या बाबा। लामा ल हेर्नु त, बडी झन् केस त झन् कुरै नगरौँ, सलमान खानकै छ ल। यस्तै हो अब यस्तै हो कपाल सपाल बडी सडी भनेको। मैले यहाँनिर बस्छौँ, हामी बस्ने ठाउँ चाहिँ यस्तो छ है साथीहरू, मजाले भिजिट गराउनु पर्दा चाहिँ। A few moments later. लगाइदिएर हामी चाहिँ ट्याक्सीमा चढिसकेको छौँ, ट्याक्सी आइसकेको छ। अब हामी सर र अहिले हामी कहाँ जाँदैछौँ अरे मनो सर? के अरे कोत्राया होइन, कोत्राया घुम्नु जाँदैछौँ। नेपाली होटलमा जाँदैछौँ, नेपाली खाना खाऊँ भनेर यहाँ हामी जाइसकेको छौँ। ट्याक्सी चढिसकेको छौँ है, ट्याक्सी आएको चाहिँ देखाउनु पाइनँ। ट्याक्सीमा चढिसकेको छौँ, गर्मी छ। के हो निस्किने होइन? सर तपाईँहरूलाई मलेसियाको सिन देखाउँछु आज। हामी चाहिँ निस्क्यौँ है। ल कोत्रै आउने होइन? कति टाइम लाग्छ हौ कता? मलेसियामा चाहिँ फेरि खतरा रोडहरूको एकदम बिल्डिङहरू एकदम डेभलप धेरै भएको छ यहाँ चाहिँ। गाइजहरू है मलेसिया चाहिँ यस्तो छ साथीहरू, हेर्नु है गाइजहरू, अलिक क्लियर देखिँदैन। बालिन सरकार आउँदैछ त। अघि बालिनले डेभलप नगरेर हर्केले गर्छ त डेभलप चाहिँ। अब क्या बात करता है बन्धु? हर्केले पनि गर्दैन, रेलको बाटो मेरे को जानता नहीं है। अब केपी ओलीले नापिको, शेरे प्रचण्डले नापिको, अब आछ भने त्यही एउटा बाल्यो नि त। के कसो गाइजहरू भन्नु है, मलाई चाहिँ त्यस्तो लाग्छ। गाँजा बिजनेस चाहिँ खोल्छ होला त्यसले। एउटा खुइकु हो त्यो, त्यसको नाम बिर्सेँ मैले। गाँजा हो, गाँजा बेच्न दियो भने वर्षको 9 अर्ब कि कति उमेर राजस्व तिर्छन् मलाई भनिदियो नि। धेरै क्यामेरा हल्लिँदैछ ट्याक्सी हल्लेर। के होइन अस्ति मिटन र हेर्नु त कति विकसित देश छ यहाँनिर, कति डेभलप छ यहाँको मलेसियाको देश। हाम्रो नेपाल कहिले यस्तो हुनु? रोडहरू हेर्नु, बिल्डिङहरू हेर्नु।
नेपालबाट आएको समथिङ 25 महिनापछि आज यसो घुम्नु हिँडेको अब ठुल्ठुलो घरहरू देख्दाखेरि पनि अचम्म लाग्दैछ ल हेर्नु यहाँको डेकोरेसन कस्तो छ रोडमा ल हेर्नु अब मजाले देखाउनु चाहिँ पाइनँ गाडीभित्रबाट यस्तो दामी डेभलप भएको छ यहाँको अनि महाराज तपाईँलाई चाहिँ अनि आज अनि घुम्नु जाँदाखेरि कतिको के अनुभव भइरहेछ त अनि अनुभव खासै के हो पहिले नै घुमेको ठाउँ हो पहिला नि घुमिसक्नु भएको ठाउँ मेरो लागि त एकदम नौलो ठाउँ हो नयाँ ठाउँ हो त्यस्तै हो के गर्नु अनि अब आज कता कता घुमाउनुहुन्छ त तपाईँहरू त पुरानो मान्छे म त नयाँ मान्छे अब अगाडि हाम्रो दाजु हुनुहुन्छ दाजुले पनि खासै माखो मार्छ जस्तो मलाई लाग्दै छैन अहिले लास्टमा मैले पो उल्टै घुमाउनु पर्ला जस्तो अवस्था आउँदैछ दाजु पहिले पनि आएको नि त दुई तिनचोटि दाजुको त पानी पाउँदैन पानी पाँदैन रहेछ अब ठिकै छ अब हेरौँ आज कता कता डुलिन्छ घुमिन्छ त्यो झिलिमिली त हामी छ रोडको पिलरमा एकदम विज्ञापन गर्दो रहेछ यहाँ चाहिँ रेड पिलरको हामी चाहिँ सर घुमेर यता लाग्यौँ यहीँ हो लोकेसन त टुङ्गिसक्यो त ल फाइनली हामी चाहिँ अब आइपुगिसक्यौँ यहाँनिर यो खै सहर हो कि गाउँ हो कहाँ लिएको चाहिँ कहाँ हो यो यार दिमाग खराब यार त्यो मस्जिदको अगाडि ल्याएर होइन यो गाउँमा यार ट्याक्सी चाहिँ हो हामी गएको ट्याक्सी चाहिँ तर यो लिएको चाहिँ कहाँ हो यस्तो ठाउँमा पाइयो त हो हामी त यार खै पैसा तिर्ने मान्छे चाहिँ कहाँ हो ल दातुको इन्ट्री भइसक्यो दातुको इन्ट्री भयो है मालिक हाकिम साहब पैसा गर्दै हाकिम साहबको इन्ट्री भइसकेको छ हाकिम साहब अनि कता हो त अब हामी उयो जाउँ न के अरे उयो कति लियो कसरी डबल चाहिँ कसरी के को डबल हो भन्नु भएन नि फेरि स्क्याम गरिहाल्यो अब यसो गरौँ त छोड्नु के गरौँ भने अस्ति अब केटाहरू त आउनु टाइम लाग्छ कि के हो साथीहरू यसो गरौँ हामीलाई केटाहरू आउन अलिक टाइम लाग्छ भने हामी ब्याङ्क एकाउन्ट खोल्छौँ नि त नभए हेरौँ कहाँ हो कता हो कहाँ हो मण्डला भनेको चाहिँ लेखेको छ होइन जान चाहिँ कहाँ जान खोजेको त्यो चाहिँ भनौँ न हामीले त फेरि यार एकाउन्ट खोल्छौँ नि त म एकाउन्ट खोल्छु त्यो नागरिकताको फोटो भयो हुन्छ होइन ल अब हामी चाहिँ आएको बेलामा मेरो नि एउटा एकाउन्ट खोल्नुपर्ने थियो यहाँनिर त्यही भएर एकाउन्ट खोल्नु जाने को कुरो भयो त अब हामी एकाउन्ट खोल्छौँ पैसा चाहिन्छ नि क्यास क्यास पैसा छ त म दिइहाल्छु त अनि कति चाहिन्छ क्यास पैसा कति चाहिन्छ तपाईँकै एकाउन्ट पैसा
बिचारबाट हिँड्दैमा फेरि अस्ति इन्डियाको तामिल हल्ला जस्तो होला नि 160 रुपियाँ त अनि मलाई तपाईँहरूसँग होला नि झिक्नुपर्छ नभए कहाँ झिकौँ न त पैसा ट्रेनतिर जाउँ न उयो होला कालिम्पोङ के चाहिँ एटिएम त्यहाँ पनि होला नि त होइन एटिएम त्यहाँ नभएर त अहिले हामीसँग भएकोले मिलाउँदा अनि फेरि निस्केर कता झिकौँला नि त होइन छ त हौ अनि एटिएम घटेपछि निस्किन्छ त हौ अनि पैसा होला मान्छे हो त म तपाईँलाई के घर गाडी के चाहियो भन्नु नि ल अब यस्तै मलेसियाको दामी ठाउँ छ ल क्यामेराले चाहिँ त्यति राम्रो क्याच गरेको छ जस्तो लागेको छैन मलाई के भन्छ फेरि कहाँ चाहिँ जानु हो फेरि कता कता खाइसक्यो ब्लगरले संसार खाइसक्यो मान्छे एकदम पर मेड इन पर मास्टर अमिल हो मेड इन चाहिँ पर अनि तपाईँ यहाँनिर चाहिँ यो 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 ठाउँ भनेको चाहिँ तपाईँको लागि चाहिँ पानी पँधेरो ठाउँ भनेर अहिले अनि किन ठाउँै बिर्स्यो भनेर हुन्छ तपाईँले मलाई यहाँ यस्तो भन्नु पाइन्छ मलेसिया गर्ने मलाई घुमाएर अब हिरोतिर अनि होइन एउटा एक दुईवटा फोटो चाहिँ खिचौँ न हौ खासै कता यार तर भरे खिच्यौँ फोटो अनि मलेसिया घुमेको अनि स्वर्ग नर्कबाट तपाईँ त स्वर्गमा जस्तो फिल हुँदै रहेको होइन नर्कमा आए जस्तो चाहिँ भइरहेको किन अब हामी एकाउन्ट खोल्नु जाँदैछौँ साथीहरू अब हेरौँ अब महाराजले कहाँ लानुहुन्छ कता के हो अब मान्छे त मनकारी त मनकारी हो नि अनि के त होइन तपाईँ त मान्छे त मनकारी छ मलाई पनि दिनु न हौ म त पैसै छैन त्यसलाई त दिनुभयो त अनि मलाई पनि दिनु मलाई 10 रुपियाँ एउटा भिखारी सम्झेर दिनु न त नि भन्थे कर मेरे को जानता नहीं है होइन त नि साथीहरू यार एकैछिन पैसा बाँडिहाल्यो क्या यहाँनिर आमा यार यस्तो त म त गर्छ जस्तो लागेको थिएन है गाइजर ट्रेनको अब के ट्रेनको अनुहारै नदेखियो यस्तो महाराज अनि आज एटिएम पुगिन्छ हामी त्यो आइमिल्यो कि तपाईँ चाहिँ बोला आइमिल्यो पुगिन्छ आज हामी भन्नु न वेस्टर्न त यहाँ म त अघि भनेको नि तपाईँले माको मार्नु हुँदैन भनेर त एउटा बियर खाऊ अनि खाएको ठाउँ देखिन्छ त्यस्तै बिहार सिहार जाँडा मन पलाइहाल्छ दिनु होला भिडियो बनाउँछु म ल भिडियो काम बस्नु भिडियो गरेको होला तिमी भन्छ Oh my god, oh my god, oh my god, oh my god. लाने टाउकेर त यहीँ लाग्दछ नि होइन खै त के आइयो त के फेरि त्यही चोकमा 3 खेप भइसकिसक्यो चोकमा गाइजहरू हेर्ने ल हामी चाहिँ फाइनली खोज्दा डुल्दा यहाँनिर हामी ब्याङ्क चाहिँ भेटायौँ त्यहाँनिर रसम्म देखाइदिन्छु है यहाँ रहेछ ग्लोबल हामी ब्याङ्क साथीहरू अगाडि गइसकेको छ यहाँ रहेछ है हामी ब्याङ्क चाहिँ अब मलेसियामा पनि यति सुविधा चाहिँ छ कि हामीले खाता खोल्नु पाइने रहेछ त्यो भित्र हो लाइन त A few moments later. ल हामी चाहिँ फाइनली अब सेकेन्डहरू पनि गऱ्यौँ सबै गऱ्यौँ लाइन बस्न
नेपाली दाजु भयो फाइनली चाहिँ मण्डलामा यसो खाजा नास्ता पानी गर्नको लागि यहाँ आएको छु है रेस्टुरेन्ट मण्डला बतरायामा। अब मेरो साथीहरू चाहिँ कोसँग रेस्टुरेन्ट मण्डला खोइ मन यता यहाँ चाहिँ यस्तो दामी दामी ल नेपालको कहाँ यो पनि नेपालको सिन यो पनि मुस्ताङकै रहेछ मुस्ताङ ल अब फाइनली हामी चाहिँ आइपुग्यौँ अब खाजा पानी खाम भन्ने कुरो हो। अनि के छ है पखराबी नेपाल उडान भएको अनि सालाजना दुईजना अस्ति पनि भाइलाई भेट्न त भोलि क्या तपाईँ समस्या भएर अब पाइएन फेरि आज ठक्क 2 वर्षमा चाहिँ भेट भयो भाइसँग पनि खुसी लाग्यो। अनि के छ सर के खाउँ? अनि मानु सर के छ सालोलाई भेटेर कति एक्साइटेड हुनुहुन्छ हो आज? अनि परदेशको ठाउँमा मलेसिया जस्तो ठाउँमा खुसी लाग्छ होइन? ल ठिक छ खुसी लाग्यो मलाई पनि एकदम भाइलाई भेटेर खुसी लाग्यो।